अंबिकाका मन्दिरमा आउँदै हुनुहुन्छ सखीहरूले पूजन सामग्रीहरू अक्षता चन्दन पुष्पहरू लिएर आउँदै हुनुहुन्छ। नियम थियो अंबिकाको पूजन गर्ने अनि हो त्यहीबाट ल त्यही उभिनु ल बिस्तारै बिस्तारै यता कुरा सुन्नु माइकमा बोलेको कुरा सुन्नु अनि काम गर्नु। बिस्तारै बिस्तारै जगत जनेको अक्षता फुलले पूजा गर्दै हुनुहुन्छ रुक्मिणी माता देवीलाई अनि भन्दै हुनुहुन्छ मनमनै हे देवी मैले भगवान कृष्णलाई पतिका रूपमा प्राप्त गरौँ गुरुलाई खबर पठाएको थिएँ। गुरुले भनिदिनु भयो कि भएन खबर मेरा कृष्ण आउनु हुने को नआउनु हुने हो। हातले चन्दन अक्षता फुल त देवीलाई चढाउँदै हुनुहुन्छ तर आँखा चाहिँ कृष्ण आउने बाटो हेर्दै हुनुहुन्छ। कताबाट कृष्ण आउनुहुन्छ कृष्ण आउने बाटो हेरिराख्नुहुन्छ। हातले फुलेर चन्दन अक्षताहरू चढाइराख्नु भएको छ। मन चाहिँ कृष्णतिर दिनुभएको छ। भगवान कृष्ण पनि द्वारकाबाट बिस्तारै बिस्तारै रथमा चढेर अगाडि बढ्न लाग्नुभयो। बिस्तारै अगाडि बढ्दै हुनुहुन्छ भगवान कृष्ण। पूजा गरिराख्नु भएको छ आनन्दपूर्वक। अनेक प्रकारका नरेशहरू रहेका छन्। ती नरेशहरूले रुक्मिणीको प्रशंसा गर्दछन्। सेनाहरूले भगवान कृष्णलाई परबाट देखे भन्न लागे आहा कति राम्रो यसको कपाल हेर न बाल घुङ्गुराले बाल रहेछ अनि त्यस्तै प्रकारको यसका गाला उस्तै राम्रा रहेछन् जियो भएका रहेछन् कोमल कोमल भएकाहरू रहेका रहेछन्। बाँसुरी झन् कति राम्रो पिताम्बर कति राम्रो लगाएको छ। बिस्तारै आएर रुक्मिणीको हात च्याप्प समाउनु भयो भगवान कृष्णले लिएर जानुभयो। सब सेनाहरूले भन्न लागे लगो 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 पछाडिबाट घुमेर आउने लगो लगो भने लिएर जानुभयो। कृष्णले द्वारकामा पुर्याउनु भयो। द्वारकामा पुर्याएर रुक्मिणी र कृष्णको धुमधामका साथमा अब द्वारकावासीहरूले विवाह गरिदिन लागे। धुमधामका साथमा रुक्मिणी र कृष्णको विवाह भयो। दुईटा कुर्सी राखिदिनु दुईटा कुर्सी त्यो पूजनको सामग्री यहाँ मण्डपमा राख्नु। अलिकति उत्तरपट्टि सर्न भन्नु अझै तल्लो लगाइन्छ ल हो त्यो एउटा उता उता फर्काएर अलि अगाडि आऊ नानी यता ए नानी अनुसार कृष्ण भगवान अलि यता यता आइहाल्यो त्यही भन्न उता यताबाट यता फर्काउनु न हो त्यसो अलिकति भक्त मानव बसिहाल्ने होइन कसले बस्नु उठ्ने उठ्ने माला छ नि त ल ल ल बस्नु कृष्ण बस्नु कृष्ण बस्नु रुक्मिणीले उता जल लिनु आमकोरा लोटा ल परिक्रमा गर्नु छेक्नु त्यही ठाउँ बनाएर राख्नु भनेको यताबाट यता हो यानी कानी च पापानि जन्मान्तर कृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिण पदे पदे न तीनचोटि भइसक्यो राख्नु। अब अक्षताको थाली कहाँ छ हो लुदिनु कृष्ण भगवान उठ्नु भगवान कृष्ण उठ्नु ल पूजा गर्नु कृष्णको शिरमा रुक्मिणीले टीका लगाइदिनु। प्रजापति नत्व देतान्य विश्वरूपाणि परितां बभुव यत्का मस्ते जो मस्तन्दस्तो श्याम पदरे नाम लावर भगवान कृष्णले पनि रुक्मिणीको पूजा गर्नु। श्री सती रश्मि सपत्न्या होरात्रि पार्श्वे नक्षत्राणि टीका पनि लगाइदिनु। नक्षत्राणि रूपम सोनो ज्ञातम कृष्ण निखाणा मैखाण सर्वलोकम मैखाणा
खोइ सिक्रीहरू औँठीहरू छैन नि लगाइदिनु नौगडी ल हात दुवैजनाले माला हातमा लिइराख्नु ल एकछिन म लगाउनु भन्छु भने मात्रै लगाउनु होला गुरुमा राधे राधे विवाहको लगन ल भक्तवत्सल भगवानको एकछिनै बस्नुहोस् लिइराख्नु ल हातमा मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनो हरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीपते ते गृहगमस्मरामि लाभस्तेषां जयस्तेषां कुतस्तेषां पराजय येषामिन्दिवरस्यामो हृदयस्तु जनार्दन यत्र योगेश्वरः कृष्ण यत्र पार्थो धनुर्धर तत्र श्रीविजयो भूत्रे ध्रुवानीतिरे मतिरे नमः ल लिइराख्नु है एकछिन शुभ लगन हुने बेला भएको छ शुभ लगन बोलाउनु शुभ लग्नको बेला हुन लागेको छ घडीवालाहरू तयार छौ कन्यादान लिने दिनेहरू तयार छौ स्वस्ति वाचन गर्ने होमादि गर्ने ब्राह्मणहरू तयार छौ बाजा गाजा बजाउनेहरू तयार छौ सिलोके कवितेहरू तयार छौ बन्दुकेहरू तयार छौ कल्स्यौडी माडौली भार बोक्ने ढाल तरबार बोक्नेहरू तयार छौ वर कन्या तयार छौ लग्नका सम्पूर्ण सामग्रीहरू तयार छन् उसो भए आजको मिति महिना गते बार तिथि नक्षत्र योग करण शुभ लगन बोल्नु त घडीको बेला ठिक भयो भरे घडी डुब्दा घन्टी बजाउनु शुभ बेला भयो भन्नु आजको शुभ लग्नको शुभ नवांशक शुभ बेलामा शुभ लगन भयो शुभ लगन भयो शुभ लगन भयो रुक्मिणी माताले माला लगाइदिनु पहिले कृष्णले पनि लगाइदिनु ताली बजाइदिनु सबैजनाले बस्नु रुक्मिणी कृष्ण ल कर्ता महानुभावहरूले रुक्मिणी कृष्णको पूजन गर्नु गोडा धुनु सम्पूर्ण भक्त महानुभावहरूले पनि गढद्वारको लिएर आउनुभएको छ रुक्मिणी कृष्णलाई गोडा धोएर गढद्वारहरू प्रदान गर्नु र रुक्मिणी कृष्णको विवाहमा सबैजना सामेल हुनु अनि भोज चाहिँ पर्सि खानुपर्छ है एकदम विवाहको भोज चाहिँ पर्सि राखेको छ प्रीति भोज भक्तवत्सल भगवानको रुक्मिणी कृष्ण भगवानको रुक्मिणी रमण भगवानको विवाह भयो रुक्मिणीको विवाह भयो कृष्णजीको साथैमा हजुरा विवाह भयो रुक्मिणीको विवाह भयो कृष्णजीको साथैमा हजुरा रुक्मिणी जे कुण्डिन कुरमा कृष्णलाई
भएको विवाह उत्सव छ है त मान्छेको बिहेमा त कति मान्छे नाच्यो भन्छ त भगवानको बिहेमा पनि नाच्यो न त हरि बोल। माथि माथि सैरुङ्गेमा माथि माथि सैरुङ्गेमा ठुलो भैरम्पा तिमी हजुरा माथि माथि सैरुङ्गेमा माथि माथि सैरुङ्गेमा ठुलो भैरम्पा तिमी हजुरा कुटे पनि दिदे पनि कुटे पनि दिदे पनि आफ्नै आमा जाति हजुरा कुटे पनि दिदे पनि कुटे पनि दिदे पनि आफ्नै आमा जाति हजुरा हे राम राम हे राम राम हे राम राम हे राम राम। माइती घर झिलिमिली छोरी जन्मेरा माइती घर झिलिमिली छोरी जन्मेरा कृष्ण घर जान्छन् आज रुक्मिणी मेरा हजुरा कृष्ण घर जान्छन् आज रुक्मिणी मेरा हजुरा विवाह भयो रुक्मिणीको विवाह भयो कृष्णजीको साथैमा हजुरा रुक्मिणीजी कुन्दिनपुरमा कृष्ण पाए बाहिरबाट बिना जन्ती बिहुला भनेर हे राम राम हे राम राम हे राम राम हे राम राम। यो बाजा बजाउनेहरू त के भन्ने हुन्छ भने नि कर्ता महानुभावलाई राधे राधे ए कर्ता बुवा यो बाजा बजाउनेहरू हुनुहुन्छ नि पन्याउँदै हुनुहुन्छ यता यता बाजा बजाउनेहरू पन्याउँदै हुनुहुन्छ। मन बग्छ बाङ्गो टिङ्गो मन बग्छ बाङ्गो टिङ्गो राति बग्छ सिदान हजुरा मन बग्छ बाङ्गो टिङ्गो मन बग्छ बाङ्गो टिङ्गो राति बग्छ सिदान हजुरा कलेजोको टुक्रो कलेजोको टुक्रो दिनुपर्ने विधान हजुरा हे राम राम हे राम राम हे राम राम हे राम राम। रुक्मिणीजी कुन्दिनपुरमा कृष्ण पाए द्वारिकाबाट बिना जन्ती बिहुला भनेर विवाह भयो
श्याम तन श्याम मन श्याम जीवन